मिनासान कोनिचिवा लर्निङ सपना सेन्सेमा तपाईहरुलाई फेरि पनि स्वागत छ। आज हामी लेसन 10 को बारेमा कुरा गर्नेछौँ। जा कोतबानो इमिकारा हाजिमे मास्यो इमास भनेको छ जसले मैले ब्राकेटमा सजीव भनेर राखिदिएको छु। यति जना छ अथवा यति गाई वस्तुहरू छ, कुकुर बिरालोहरू छ भनेर भन्नु पर्यो भने चाहिँ त्यस्तो अवस्थामा इमासको प्रयोग गर्नुपर्ने हुन्छ, किनभने तिनीहरू सजीव वस्तुहरू हो। त्यस्तै आरिमास भनेको पनि छ, ब्राकेटमा निर्जीव भनेर राखिएको छ। अब नचल्ने वस्तुहरू निर्जीव कुराहरू छ भनेर भन्दाखेरि चाहिँ आरिमासको प्रयोग गर्नुपर्ने हुन्छ। त्यस्तै इरो नाएजेटिभ हो। इरो ना भनेको फरक। ओतोकोनो हितो भनेको पुरुष, उन्नानो हितो भनेको महिला, ओतोकोनो खो भनेको केटा, उन्नानो खो भनेको केटी, इनु भनेको कुकुर, नेको भनेको बिरालो, कि भनेको रुख, मोनो भनेको वस्तु, फुइरुमो भनेको फिल्म इङ्ग्लिस वर्ड हो, देन्ची भनेको ब्याट्री, हाको भनेको बाकस, स्विची भनेको स्विच जुन चाहिँ हामीले लाइट अन हुन्छ त्यो वाला स्विच, रेइजौकु भनेको फ्रिज, तेबुरु भनेको टेबुल, बेद्दो भनेको बेड, ताना भनेको घर्रा, दोआ भनेको ढोका, मादो भनेको झ्याल, पोस्तो भनेको पोस्ट बक्स, बिरु भनेको भवन। जस्तै हामीले पहिला बिरु भनेको बियर पढ्थ्यौँ हो, लेख्दा सेम नै लेखिन्छ, तर बी र रुको बिचमा ड्यास आउँछ भने त्यो चाहिँ बियर खानेवाला बियर भयो। तर बिरु सेम छ तर बिचमा ड्यास छैन भने चाहिँ त्यो चाहिँ भवनमा बिल्डिङमा पर्न जान्छ है, त्यो कुरालाई चाहिँ याद गर्नुपर्ने हुन्छ। त्यस्तै खोविन भनेको पार्क, किस्सातिन भनेको चाहिँ कफी सप, अनि होन्या भनेको पुस्तक पसल, या भनेको पसल। यदि अगाडि कुनै शब्द आएर या जोडेर आउँछ भने चाहिँ त्यसले त्यो पसल भन्ने अर्थ चाहिँ दिन्छ है त। जस्तै इक्जाम्पलमा हाना भनेको फुल हो, हानाको पछाडि हानाया लेखिने हो भने फुल पसल भन्ने अर्थ दिन्छ। नोरिबा भनेको स्टेसनहरू भइहाल्यो। केन भनेको प्रदेश अथवा प्रान्त भनेर भन्छ, जस्तै हाम्रो लुम्बिनी प्रदेशहरू हुन्छ नि हो, त्यस्तो खालकोलाई चाहिँ भन्छ है त। त्यस्तै उही भनेको माथि, सीता भनेको तल, माए भनेको अगाडि, उसिरो भनेको पछाडि, मिगी भनेको दायाँ, हिदारी बायाँ, नाखा भनेको भित्र, सोतो भनेको बाहिर, तोनारी भनेको छेउ, चिखाको भनेको नजिक। अब चाहिँ यो तोनारी र चिखाकोमा के फरक छ भनेर भन्दाखेरि तोनारी भनेको छेउ ठ्याक्कै आफ्नो अट्याच छ तर हल्का साइडमा छ भने त्यसलाई चाहिँ तोनारी भनेर भनिन्छ। तर नजिकमा भनेपछि अलिकति ग्याप पनि हुनसक्छ कि, वरिपरि भन्ने टाइपको चाहिँ चिखाकोले दिन्छ। आइदा भनेको बीज, अनि या अनि नादो भनेको चाहिँ आदि इत्यादि भन्ने अर्थ दिन्छ। त्यस्तै इचिबान भनेको सबैभन्दा, दान्मी भनेको गन्दा प्रयोग हुने शब्द। जस्तै अघि हामीले के लेखेको थियौँ, ताना भन्ने घर्रा लेखेको थियौँ हो, त्यो घर्रा एउटा घर्रा दुईवटा घर्रा भनेर काउन्ट गर्दाखेरि चाहिँ दान्मी प्रयोग गरिन्छ। त्यसै चिरिसोसु भन्छ, चिरिसोस भनेको चिल्ली सस। लेसन 10 को मिनिङ पढिसकेपछि अब चाहिँ हामी ग्रामरलाई हेरौँ है त। लेसन 10 को ग्रामर एकदमै इजी छ, तपाईँहरूले चाहिँ मिनिङ पढ्यो भने चाहिँ एकैछिनमा बुझ्नुहुन्छ है, त्यही भएर मिनिङ चाहिँ पढ्नु होला। जस्तै इमास जसको अर्थ छ हुन्छ तर सजीव अर्थात् सास फेर्नेमा मात्र प्रयोग गरिन्छ, जुन मैले तपाईँलाई अगाडि मिनिङ भन्दा पनि बुझाइदिइसकेँ। त्यस्तै अर्को छ आरिमास जसको अर्थ छ हुन्छ तर निर्जीव अर्थात् सास नफेर्नेमा मात्र प्रयोग गरिन्छ। यो पनि मैले तपाईँहरूलाई अगाडि नै बताइदिइसकेको छु मिनिङ भन्दाखेरि। त्यस्तै अर्को हेर्नु, यी दुईको अगाडि कि त पार्टिकल नि कि त पार्टिकल गा प्रयोग गरिन्छ। वस्तु अथवा मान्छे छ भन्दा गा र वस्तु मान्छेकै स्थान जनाउँदा पार्टिकल नि प्रयोग गरिन्छ। अब यो भन्न खोजेको के त इक्जाम्पल हेरौँ है त। 1 नम्बरमा भन्छ होन्गा आरिमास किताब छ। अर्को अन्नानो हितोगा इमास महिला छिन्। यो दुईवटा वाक्यमा नै पार्टिकल गाको प्रयोग गरिएको छ। अब हेर्नु त इमास र आरिमास किन लेखियो भन्दाखेरि किताब एउटा
निर्जीव वस्तु हो, त्यसैले त्यसमा आरिमास। महिला चाहिँ सजीव सास फेर्ने भएको कारणले चाहिँ इमासको प्रयोग गरिएको हो। इमास र आरिमासको अगाडि पार्टिकल नीलाई कसरी प्रयोग गर्ने त त्यो कुरालाई हेरौँ है त। जस्तै होन वा खाबानो नाखानी आरिमास, किताब चाहिँ झोलाको भित्रमा छ, अर्थात् झोलाको भित्र छ भनेर भन्छ। अघिको वाक्यले चाहिँ किताब छ मात्र भन्यो, अहिलेको वाक्यले चाहिँ के भन्यो त किताब चाहिँ झोलाको भित्र छ। कुन ठाउँमा त झोलाको भित्र, त्यो त्यसको किताबको के हो त स्थान जनायो, लोकेसन जनाइने हो। त्यस कारणले चाहिँ आरिमासको अगाडि पार्टिकल नीलाई प्रयोग गरियो। त्यस्तै अर्को इक्जाम्पल अन्नानो हितो वा क्यो सिचुनी इमास, महिला चाहिँ कक्षा कोठामा छिन्। कुन ठाउँमा छिन् तिनी? कक्षा कोठामा छिन्। त्यसको लोकेसन महिलाको लोकेसन आयो, त्यसैले चाहिँ इमासको अगाडि पनि पार्टिकल नीलाई लगाइएको छ। त्यस्तै अरू इक्जाम्पल हेरौँ। इनुगा आरिमास भनेर भन्छ। त्यसै अर्को नम्बरमा इनु वा टेबुरुनो उए नि इमास भनेर भन्छ। अब यो दुईटामा के फरक छ त हेर्नु त। माथिपट्टिको वाक्यले कुकुर छ मात्र भन्ने अर्थ दियो हो, कुकुर कहाँ छ त्यो अर्थ दिएन। तर 2 नम्बरको इक्जाम्पलले चाहिँ कुकुरको चाहिँ लोकेसन बताइदियो कि लोकेसन कुन ठाउँमा छ त, त्यो तल छ कि दायाँ छ कि बायाँ छ, त्यस्तो कुराहरू जनायो। यसरी कुनै पनि वस्तुहरूको हामी लोकेसन दिँदै गर्दाखेरि तिनीहरूसँग चाहिँ पार्टिकल नि पनि प्रयोग हुँदो रहेछ। स्थानहरू जनाउँदा चाहिँ नि प्रयोग गरिन्छ भन्ने कुरा चाहिँ याद गर्नु होला। लेसन 10मा भएको ग्रामर पनि यति मात्रै हो। तपाईँहरूले चाहिँ किताबमा भएको रेन्स्यु एबिसीलाई गरेर लेसन 11 पढ्नलाई चाहिँ रेडी भएर बस्नु होला। मिनासन सायोनारा।